साथीहरु नमस्ते, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि म मनिषा आशा छ हजुरहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै छु। साथीहरु अहिले चाहिँ बेलुकाको 6 बजेदेखि म भिडियो स्टार्ट गर्दै छु हैन। अनि आज चाहिँ हामी जाँदै छौं गाउँ। अनि घर जाँदै छौं गाउँको घरमा हैन। अनि हामी चाहिँ रेडी पनि भइसक्या। अब दिव्यमको बाबा आउँदै हुनुहुन्छ अफिसबाट। अनि उहाँ आउनुहुन्छ, आएपछि अनि हामी चाहिँ घर जान्छौं। अनि साथीहरु यहाँ चाहिँ दिव्यम छौ गुकमुक्क भएर बसे है, किनभने यति जाडो बढेको छ हिजोदेखि हाम्रो वीरगन्जमा। पहिला नि जाडो थियो, बिचमा एकचोटि अलिकति कम भएको थियो नि, आज त घाम पनि लागेको छ, लास्टै जाडो बढेको छ। अनि फेरि बाइकमा त धेरै हावाले हान्छ हैन, त्यही भएर उसलाई मैले कति लुगा लगाइदिएको छु कि 3-4वटा लगाइदिएको छु बाक्लो बाक्लो। अनि त्यही भएर अब अनि हामी चाहिँ घर जाँदैछौँ। अब चाहिँ हामी घर हिँडेको, दिव्यमको बाबा नि आउनुभयो। ठ्याक्कै 7 बजिसकेको छ रातिको, अँध्यारो नि भइसक्यो। अब चाहिँ बाई घर पहिरो देखाउँछ है त। हामी चाहिँ घरमा नि आइसक्यौँ है, 8:30 बजे राति भइसक्यो। अनि मान्छे नबसे चाहिँ फोहोर भइहाल्छ नि। अब चाहिँ कपडा सपडा खोलेर खानासाना खान जान्छौँ हामी चाहिँ। हस् साथीहरू, अनि बेलुका चाहिँ मैले राम्रोसँग भिडियो बनाउनै पाइनँ है, किनभने हामी आउँदै 8:30 बजिसकेको थियो। कपडा सपडा फेरि यताउता गरेर उता जाँदा होइन, लाइन पनि थिएन। अनि खानासाना खाएर सुत्यौँ सबैजना। अब एकदमै चिसो थियो हिजो। अनि अहिले बिहानको 7 बजिसकेको छ। म हजुरहरूलाई देखाउँछु है। अहिलेसम्म पनि यस्तो हुसु लागेको छ कि हाम्रो गाउँमा चाहिँ यस्तो अँध्यारो लागिरहेको छ, लाइन छैन। यस्तो छ हुसु है, पुरा ढाकेको छ। त्यही अगाडि पुल छ, केही देखिया छैन। हुसु चाहिँ एकदमै लागेको छ हाम्रो घरमा। कस्तो जाडो छ, मन भर्खर उठेर अनि यहाँ अलिअलि कुचो लगाएर राम्रोसँग लगाएर पनि पार्ने, त्यहाँ उता बुवाले ट्र्याक्टर हटाउनु भएको छैन, त्यहाँ नहटाएसम्म राम्रोसँग लगाउनु मिल्दैन। अलिअलि कुचो लगाएर यस्तो हुसु छ हाम्रो गाउँमा अहिलेसम्म पनि। अनि दिव्यम र दिव्यमको बाबा चाहिँ उता मोबाइलमा फिल्म हेर्दै हुनुहुन्छ, दिव्यम सुत्दैछ। यस्तै छ साथीहरू, कस्तो धेरै हुसु लाग्यो अहिलेसम्म पनि। अनि हाम्रो चाहिँ खोइ बुवा चाहिँ कता जानुभयो, अनि मम्मी चाहिँ गोठमा जानुभएको छ। लास्टै जाडो छ, जाडो परेर। यहाँ चाहिँ मेरो बाबु पनि उठिसक्यो है त, हेर त गुड मर्निङ भन्दियो। बुवासँग उता गोठमा जान लातिसक्यो। ल ल गयो निन्द्रैमा मान्छे त। बुवा बाबु आयो। आती गएर बोल्दा नि बोलेन राम्रोसँग। अनि यता चाहिँ मेरो मान्छे नि उठ्नु गइसकेको छ। गुड मर्निङ खोइ त भन्नुभयो। गुड मर्निङ उता अनि मलाई चाहिँ खोइ त उठ्नु भयो भर्खर। जेठो बाबु छोरो भएर अल्छी, कति ढिला उठ्नु भयो। 7:30 भइसक्यो। अनि ओछ्यानबाटै उठे छैन त, अनि गाह्रो गर्मी नहुन। ए राति भए राति जाडो भन्यो, म 3-4वटा ओढ्ने ओढेर सुत्नु भएको थियो। यता चाहिँ हाम्रो बुवा, यता मम्मी हुनुहुन्छ। पिठो खाने के यत्तिकै मकै नै खाने? ए ल साथीहरू, यहाँ चाहिँ मकै छ हाम्रो बाख्राले खाने। यहाँ मान्छेले मकै खाँदैन, बाख्राले मात्र हाम्रो घरमा। बाबु, नाति र हजुरआमा। भाग्यो कता भाग्यो? बाबु चढ के गरेको तिमी? ल उता चाहिँ हाम्रो बाबु सामानहरू हाल्दै हुनुहुन्छ। मेरो सानो चाहिँ यता बस्छ, घर आउने बित्तिकै जहिले है यहाँ आएर बस्नु। उसको ठाउँै यही हो उज्यालपछि मैँसीको गोठमा। अनि यहाँ र हामी चाहिँ आज जाँदैछौँ खेतमा मकै हेर्नको लागि। चिसो हुसुमा यता चाहिँ हाम्रो अङ्कल आउँदै हुनुहुन्छ। हामी चाहिँ मकै हेर्न आएको होइन। अस्ति नै मकै छर्ने बेला आएको थियो। अनि त्यसपछि आउने पाएको थिएन। आउने भन्दा फेरि आज भ्याइँदैन, त्यही भएर अहिले नै हेर्न आइहालेको। लास्टै उसो त खेत केही देखेको छैन है। हामी पनि आइपुग्यौँ हाम्रो खेतमा। यही हो हाम्रो खेत है, तर उसले केही देखेको छैन। किन याद नहुनु, आफ्नो खेतमा रोपेको मकै। आमा शीत झरिरहेको रहेछ है, शीत परिरहेछ। अनि हाम्रो मकै चाहिँ यत्रो भएछ है। एकचोटि म खेतमा गएर देखाउँछु हजुरहरूलाई। भर्खर सानो छ। ला पानी हिलो छ। अब मम्मी म बासी। साथीहरू नि यत्रो भएछ मकै चाहिँ है, अस्ति नै रोपेको।
कस्तो हिलो अनि कति धेरै तर सानो सानो रहेछ। अनि साथीहरू यो हाम्रो खेत चाहिँ मकै है, केही देखाएको छैन हुसुले, यति धेरै हुसु छ, चिसो छ होइन। अनि बाबा छोरा चाहिँ ऊ पर पुग्नु भयो, कता जानुभयो कता, मलाई कसैले चोरेर लग्यो पनि छैन। यहाँ कसैले डर पो लाग्यो, डर लाग्यो, कति मान्छे छैन। यता भागे पनि यता पनि हुसु, यता भागौँ यता नि हुसु, यता भागौँ यता नि अँध्यारो, यता भागौँ यता नि अँध्यारो, बिचमा मजु पर कस्तो डर लाग्यो। मेरो छोरा र मेरो बुढा हुनुहुन्छ, यहाँ बस्नु भएको रहेछ। म ऊ पर थिएँ, त्यहाँबाट त हराइहाल्यो। मकै ठुलो भएछ, नजिकको मात्र देखिने रहेछ, टाढाको त त्यहीँबाट त्यहीँ पनि देखिँदैन। उफ, दिव्यम चाहिँ रमाइ खुसी हुन्छ खेतमा आउन पाउँदा। यता हेर्दै त दिव्य, यहाँ हेर न, लो लो अनि साथीहरू हामी खेतमा नि आइपुग्यौँ। एकछिन खेत हेर्छौँ है, मकै कत्रो कत्रो भइसकेछ है। अनि उहाँले पनि अस्ति नै साइकल खुब गुडाउनु भएको थियो मकै रोप्ने बेला। यहाँ चाहिँ साइकलले लाइन बनाइन्छ यसरी होइन। अनि साथीहरू हाम्रो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मकै यत्रो भइसकेको छ। आमा बेथुको साग कति धेरै, यो चाहिँ हाम्रो वीरगन्जमा किलो किलोमा पाउँछ है। यहाँ चाहिँ हाम्रो खेतभरि छ। साग लिएर आउनु पर्ने रहेछ त, एउटा झोला लिएर आउनु पर्ने रहेछ है। तर बिहान बिहानै सिटमा टिप्नु हुँदैन नि, मकै बिग्रिन्छ होला। अरे होस् छोड्दे, पछि आयो भ्यायो भने आउनुपर्छ है। अनि साथीहरू यता देख्नु न, यता यता कति धेरै सागै साग बिग्रिन्छ हो त्यसरी। ए यो खेतको अलिकति मालिक म पनि हो, थोरै भयो नि अलिकति बिग्रेर के उहाँ पुन्टुला नि त्यहाँ हुन्छ। अरे बाबु उता हेर्यो त चल्छ। अनि मकै ठुलो ठुलो भएछ। बेथुको साग चाहिँ यत्रो यता देखाउनु त, यत्रो यत्रो भएछ है साथीहरू, टन्नै छ। बेथुको साग खाने भएछ हाम्रो खेतमा आउनुलाई एकदमै धेरै छ, कति धेरै कति। आछु जाडो भयो, मुता रमाउँदै हिँडिरहेछ। ओहो ओहो, अब मलाई दिन्छ। मैनी आई लभ यु रे, ल टुटु ए तल पो खस्नु भयो, बिस्तारै लडिन्छ। मेरो छोराले चाहिँ जहिले फुल देख्नु हुँदैन है, जेको फुल भयो नि मलाई देखेपछि, के अरे फुल देखेपछि आई लभ यु मामु भनिहाल्छ क्या फुल दिएर। मलाई कस्तो खुसी लाग्छ कि। बुढालाई चाहिँ मतलब छैन यस्तो कुराहरूमा है, तर मेरो छोरालाई छ। धेरै हुसु, यहाँ त मान्छे चोरी होला नि डर छ। यहाँ हेर्नु न फुल जस कस्तो राम्रो फुल। शीत हराएपछि टन्नै रहेछ, तर अलिक सानो सानो छ है, तर ठिकै छ, कलिलो होइन, मिठो हुन्छ। खेत पनि घुम्यौँ साथीहरू। अब चाहिँ हामी घर फर्किँदैछौँ। नचल न अहिले तल। यसलाई के भन्छ तपाईँहरूकोमा? हाम्रोमा कुलो भनिन्छ यसलाई साथीहरू है, कुलोमा पस्छौँ भने। बाबा छोरा खुब चुइँ चुइँ गर्दैनन्। छोराले दिएको फुल जाऊ हिँड न। फेरि मेरो छोराले फुल टिपेर दिनुभयो, आई लभ यु मामु रे। कस्तो आमा छोराको मायाको बिचमा बाउ आउनु पर्यो होला। आई लभ यु टु मेरो बाबु। डर लाग्यो, बाटोभरि फुल देख्दै थिएँ। आई लभ यु टु बाबु। मै नि मेरो बच्चा ल अर्को बाटो जानुभयो, धेरै आई लभ यु भनेर मामुलाई डर लाग्यो। आयो मै नि लु लु सानो भयो साथीहरू। अब चाहिँ हामी घर जाँदैछौँ होइन। ठ्याक्कै अहिले चाहिँ बिहानको 8:05 गइसकेको छ। त्यतिखेरको अवस्था चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। अनि अब चाहिँ घर जान्छौँ, खानासाना पकाउँछौँ है। मोबाइल पनि अफ हुन लाग्यो, मोबाइलमा चार्ज पनि छैन, लाइन पनि छैन। बिहान उठ्दा लाइनै थिएन। हिजो वीरगन्जमै अलिअलि चार्ज गरिरहेको साथीहरू।
त्यसपछि बाबुले गेम सेम खेल्यो अलिअलि ल उहाँ पुरा पुग्नु भइसक्यो बाबा छोरा हेर्नु न म चाहिँ यहीँ फेरि हामी चाहिँ घरमा आउँदा जहिले नि खेत हेर्न आउँछौँ है टाइम मिल्यो भने चाहिँ धेरै प्रायः जसो खेत हेर्न आउँदा खेतमा आउँदा छुट्टै प्रकारको एउटा आनन्द लाग्छ कि खुसी होइन बाई बाई खेत अब चाहिँ हामी घर गएको अब कहिले आइन्छ थाहा छैन खाएपछि जान लाग्यो यहाँ मेरो पुगु आत्तिएर बस्नु भइसक्यो कति अँधेरो देखामा अब हामी नै हरायौँ मा त झन्नै धेरै उसो यस्तो छ हाम्रो खेतमा आउने बाटो चाहिँ हाम्रो खेत हो कताको अब चाहिँ मैले खानासाना खाएर भाँडासाँडा माझेर अब सबै काम भ्याएर भइसक्यो है अब चाहिँ हामी जाँदैछौँ अर्को घर घाम लाग्यो बल्ल उज्यालो भयो कस्तो खुसी लाग्यो अनि यो चाहिँ बके हो आन्टीले दिनुभएको हाम्रो चाहिँ यो चौधरीहरूको विशेष परिकार है चामलको पिठोबाट बनाएको मलाई चाहिँ एकदमै मिठो लाग्छ दिव्यम आऊ अब हामी आमा छोरा चाहिँ जान लाग्यो अर्को घरतिर यो साथीहरू हजुरहरूलाई एउटा कुरा देखाउँछ है घिरो लाग्यो सुकेछ यहाँ चाहिँ साथीहरू यता चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो मम्मी गुन्द्री बुन्दै हुनुहुन्छ एकदम कलरफुल गुन्द्री के भयो ओहो झर्छ भनेर ठोक्यो अरे दिमाग लाउँछ है म पनि बेला बेला नचाहिने ठाउँमा कति चकचक गरेर हिँडेको आऊ आऊ ओहो काम गरेर यो चाहिँ बाबुले ठोक्यो अरे आमा झर्नुहुन्छ भनेर नझरुन् भने ओहो ओहो हेर्नु न मम्मी भुइँमा नि हानिहाल्छ यो यता चाहिँ गुन्द्री बुन्दै हुनुहुन्छ साथीहरू यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दादी हेलो भन्नु दादी दादी हुनुहुन्छ दादी नेपाली बुझ्नु हुँदैन दादी पनि जाँदै हुनुहुन्छ हजुरआमा के भयो दादी कति हो गइल बा मुस्काट गइल होइल हजुर ए मछली मार्ने वाला अहिले चाहिँ मौसम यस्तो भएको छ साथीहरू एकदमै होइन रमाइलो यता बुवा नि आउनु भइसक्यो ट्र्याक्टर लिएर चाहिँ हामी नि घर हिँडेको वीरगञ्ज हिँडेको यो घरबाट दिनु त मम्मी भएमा हामी चाहिँ घर नै आइसक्यौँ अनि आएर पनि अब यता पोको पन्देरो खोलेको मैले हेर्नु सक्नुहुन्छ कति धेरै सागै साग तरकारी लिएर छु मैले यो चाहिँ हाम्रो घरमा फलेको रायो र चम्सुरको साग छ यो चम्सुर भयो होइन अनि यो चाहिँ हो हाम्रो विशेष गरेर तराईमा फल्ने खेस्री लालको साग ए खेस्रीको साग है खेस्री भन्छ मलाई खालि खेस्री लाल भन्न आउँछ मलाई चाहिँ भन्दैन अनि यहाँ पनि छ बेथुको साग झिक्या छैन मैले होइन यहाँ छ र यो सिमी अलिअलि अनि यो पिनाले राको मुख धुन राम्रो हुन्छ अरे भनेर सुनेको थिएँ त्यही भएर बिचरा दिगोम चाहिँ छटपटाएर बसिरहेको खेल्थेँ साथीहरू अब यति नै हो यस्तै हो होइन घर गएर नि आयो म अलिकति टाउको पनि दुखिरहेको छ मलाई यताउता हिँडाहिँडै गरेको भएर चिसो होइन हजुरहरूलाई चाहिँ हाम्रो भिडियो कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा सबैजनालाई बाई बाई साथीहरू।